हेलो साथीहरू, करिब आज 3:30 बजीतिर यो झरवारासीमा यो ओह्रालो झर्ने क्रममा चाहिँ गाडीको ब्रेक फेल भएर स्टियरिङ पनि लक भएको कारणले गर्दाखेरि चाहिँ यहाँ घरको भित्तामा आएर चाहिँ गाडी ठोकिएको अवस्था छ। तपाईहरु हेर्न सक्नुहुन्छ। पुलिस प्रशासनहरू पनि आइसक्नु भएको छ है। अब उहाँहरूले यो केसलाई कसरी मिलाउनुहुन्छ, यो घटनालाई कसरी मिलाउनुहुन्छ हेरौँ है त। यहाँ छलफल गरे अनुसार चाहिँ अब यो अरू गाडीले तान्दा नआउने भएको कारणले गर्दा चाहिँ डोजर नै मगाएर डोजरले तान्न लाउने भन्ने कुरा छ। डोजरले तानेको हेरौँ है त। लाइट चाहिँ कहाँबाट आइरहेको होला, त्यही भने यहाँनिर चाहिँ अब डोजरले चाहिँ गाडीलाई तान्न सफल भएको छ है। सफलता साथ गाडी निस्किएको अवस्था छ। यहाँनिर चाहिँ अब धेरैजना दर्शकहरूले चाहिँ यो दृश्य चाहिँ हेरिराख्नु भएको छ है। हेरिरहेका छौँ। यताको समयमा एकदमै अनौठो घटना घटेको छ। तर यो घटनामा गाडीमा घरमा धनमा क्षति पुगे तापनि कुनै पनि व्यक्तिलाई चाहिँ चोटपटक नलागेको कारणले चाहिँ सबैजना चाहिँ सुरक्षित हुनुहुन्छ। तानिसके पछाडिको गाडीको अवस्था चाहिँ यो छ।